अस्ति एउटा तपाईँले चाहिँ भिडियो पनि राख्नु भएको थियो होइन? हजुर। सुर्खेतको अहिले हाम्रो नजिकै जिल्ला होइन, सुर्खेतमा भएको घटना एकदमै दुःखद घटना घट्यो। त्यो सम्बन्धी एउटा प्रश्न छ। पछिल्लो समय सुर्खेतमा चाहिँ भएको इनिसाको दर्दनाक घटनाले चाहिँ होइन धेरैलाई चाहिँ स्तब्ध बनाएको छ के होइन? तपाईँले भिडियो पनि बनाउनु भएको थियो त्यो सम्बन्धी। यस्तो जघन्य अपराध समाजमा चाहिँ किन बारम्बार दोहोरिन्छ के? यस्ता किसिमको घटनाहरू धेरैचोटि भएको छ नि होइन? जस्तै निर्मलाको कुरा गरौँ, अन्य धेरै ठाउँमा पनि भएको छ। तपाईँ के भन्नुहुन्छ यसमा चाहिँ? अब अकर्डिङ टु मी त यस्तो हो नि त, अब हामी समाजमा हामी एउटै समाज मात्रै बसिरहेछौँ नि त, अब नेपाली समाजमै बसिरहेछौँ। अब सोच्नुपर्ने कुरा यो हो कि त्यो कुन संस्कारमा पलिरहेको छ त्यो अपराधी जसले यो यतिसम्म हदै पार गर्ने घटना गरिरहेको छ, घटना घटाइरहेको छ। हामीले त्योजनालाई यस्तो, हामी छोरीलाई संस्कार सिकाउँदा सिकाउँदै सायद छोरालाई मान मर्यादा सिकाउन बिर्स्यौँ कि होइन? छोरीलाई बाहिर नजा, छोरीलाई यो नगर त्यो नगर भन्नुभन्दा त हामीले छोरालाई पनि त सिकाउन त जरुरत छ नि त। फलानाको छोरी र हाम्रो छोरी एउटै हो छोरा भनेर भन्न त जरुरी छ नि त। सायद हामीले त्यहाँनिर ध्यान दिएनौँ कि छोरीलाई मात्रै ध्यानमा राख्यौँ। ए छोरा त जे गरे नि हुन्छ, जहाँ गए नि हुन्छ, छोरालाई छोडिदिउँ, छोरीलाई मात्रै केयर गरौँ भनेर पो हो कि होइन? त्यो पनि हुनसक्छ होइन? त्यही भएर पनि हो जस्तो लाग्छ मलाई। स्पेसल्ली अब हामी छोरीहरूले कस्तो हुन्छ, यदि देशको पुरुषहरू सुध्रियो भने, असल भयो भने त सबैले रक्षा गरिहाल्छ के। छोरी मान्छेले जे गरेर हिँड्दा पनि उनीहरूले पोजिटिभली लिन्छ के होइन? त्यो हो नि त।